टिकटकर आँचलनाथले यो संसार छोड्नुभन्दा पहिले एक भिडियो सार्वजनिक गरेकी थिइन्। उनलाई त्यो अवस्थामा पुर्याउने अपराधीलाई यति बेला समातिसकेको जानकारी पनि आएको छ। आँचल युरोप जाने तयारीमा थिइन्। उनको भाइबाट कुरा बुझ्दा यति बेला सबै चकित परेका छन्। वास्तविक के रहेछ त आउनुहोस् यो पुरा जानकारी यसै भिडियो मार्फत दिनेछौँ। यो भिडियो अन्तिमसम्म हेर्न पनि नभुल्नुहोला। साथै हाम्रो च्यानलमा भर्खरै मात्र भिजिट गर्दै हुनुहुन्छ भने च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गरेर हामीसँगै जोडिनुहोला। हामी दिनेछौँ हरेक दिन यस्तै नयाँ ताजा अपडेटहरू। युरोप जाने तयारीमा रहेकी आँचलको जीवन अकल्पनिक घटनाले रोकिन पुग्यो। घरकी कान्छी छोरी भएको उनी करिब 2 वर्ष अघि विदेश जाने लक्ष्यका साथ काठमाडौँको पेप्सी कोलामा बस्दै आइरहेकी थिइन्। सोही घरमा उनको भाइ पनि बस्ने गर्थे। तर घटनाको करिब 2 हप्ता अघि मात्र भाइ घर फर्किएका थिए। भाइलाई यसअघि दिदी आँचल र छिमेकी महिलाबीच विवाद भएको थाहा भए पनि उनले त्यो कुरा घरमा भनेका थिएनन्। आँचलका बुवा दशरथका 5 छोरीहरूको विवाह भइसकेको छ भने आँचल उनका 2 छोरीहरू विवाह हुन बाँकी थियो। छोरीको भविष्य सुनिश्चित बनाउन गाउँमा कृषि गरेर जीविकोपार्जन गर्दै आइरहेका दशरथले भने युरोप जाने भिसा आइसकेको थियो। कुन देश भन्ने चाहिँ मलाई थाहा थिएन, तर उसको सपना यात्रामै टुट्यो। छोरीको ज्यान गएको खबर पछि दशरथले शुक्रबार मात्रै काठमाडौँ आएका थिए। घटनापछि स्तब्ध बनेका उनले पीडा पनि यति बेला पोखिरहेका छन्। मेरो त सबै होस उडिसकेको थियो। अब न्यायको लागि प्रहरी प्रक्रियामा तयारी अगाडि बढिरहेका छौँ भन्दै उनले बताएका छन्। यति बेला सिङ्गो नेपाली समाज भावुक पनि रहेको छ तथा दर्शक कलाकारहरू पनि स्तब्ध बनिरहेका छन्। यति बेला त्यहाँका दाजुभाइ तथा दिदीबहिनी दर्शकहरूले उनलाई सम्झाइरहेका छन्। आँचलको बुवालाई भनिरहेका छन् आँचलले आफै आगो लगाएको हो भन्दै उनलाई यति बेला भनिरहेका छन्। उनी महिला पेप्सी कोला आँचलको कोठा नजिकै डेरा गरी बस्ने र पहिलेदेखि उनीहरूसँगै टिकटक समेत बनाउने गरेको थाहा पाएको दशरथले बताएका छन्। तर दशरथलाई भने अहिलेसम्म आँचलले आफै आगो लगाएको हो भन्ने बताइरहेका छन्। यस कुरामा उनी विश्वास गर्न सकिरहेका छैनन्।